54,951 हवलदार क्लर्क सुमन कुमार गुरुङ है। मेरो चाहिँ अब पहिलो पोस्टिङ चाहिँ 650 नै हो है। रिक्रुटिङ NGTC शिलङमै गरेको हो। हुन्छ, थ्याङ्क यू सर, धन्यवाद सर। हजुर, हाम्रो कर्नल साहब हजुरले ल सबै नमस्ते सबैलाई। मेरो नाम चाहिँ कर्नल बलबहादुर पुन। मेरो जन्म चाहिँ म्याग्दीमा भएको हो, तर त्यस्तै प्रकारले चाहिँ जन्म भएपछि मेरो बाबा चाहिँ सेकेन्ड एडको लाउने भएर उहाँ चाहिँ इन्डियामा लिएर जानुभयो। मैले कम्प्लिटली आफ्नो एजुकेसन इन्डियामा गरेँ। त्यहाँबाट फेरि मैले चाहिँ CDSमा चाहिँ कम्बाइन्ड डिफेन्स सर्भिसबाट एक्जाम बिट गरेर म चाहिँ एकाडेमीमा गएर मैले चाहिँ 1999मा कमिसन भएँ। त्यहाँदेखि मैले चाहिँ 2016मा मैले असम राइफल बटालियन कमान्ड गरेँ। अनि त्यहाँबाट चाहिँ अब अहिले म चाहिँ 24 सालको सर्भिस गरेपछि अहिले चाहिँ रिटायर भएर युकेमा आएँ। हजुर, हुन्छ। जोन 50,943 धनबहादुर थापा। म चार्ली कम्पनी 9 प्लाटुन हो। म जेसिएस भन्ने सुब्दा ऱ्याङ्कमा म रिटायर भएँ। 2014मा म फेरि DSC जोइन गरेँ। DSCमा 8 वर्ष 9 महिना गरेँ। त्यहाँ गएर मैले सुब्दार मेजर पद प्राप्त गरेँ। हाल अहिले म बागलुङमा छु। धन्यवाद। हुन्छ, धन्यवाद सर। नमस्कार, मेरो नाम प्रेम कुमार गुरुङ। म 54,790 हवलदार प्रेम गुरुङ। म यहाँ 2003मा आएको र त्योभन्दा पहिला पनि म अनुसार हुँदा नि म हङकङ UK पहिल्यै आएको थिएँ। म ड्यानमा अनि फेरि म 2003बाट म कन्टिन्यू यहीँ बसेँ। अहिले म मेरो अब यहीँकै नागरिकता भयो। अब चाहिँ नेपाल भन्ने कुरो त अब बेला जाने हो र अब हामी यहाँ साथ सम्बन्ध पारी भए पनि मैले मेरो आर्मी लाइफ सिक्काइजरो हुर्कियो, सबै कुरा भयो र मैले पल्टनलाई मैले अझै पनि मलाई माया लाग्छ र हजुरहरूले पनि माया लाग्छ होला र त्यही कारणले मैले चाहिँ नि हाम्रो यो हामी चाहिँ नि 65 भाइहरू सबै एकता हुनुपर्छ भनेर अब चाहिँ मैले भनिरहन्छु र सबैजना भाइहरू चाहिँ मेरो बोलीलाई काट्न सकेन। कति भाइले त काम के नोकरी पनि पुरा गरेको छैन, पेन्सन पनि छैन। बिचरा त्यो भाइहरू पनि मेरो बोली काट्न नसकेर यहाँ आइदियो, उपस्थित भयो। पल्टनको मायाले म त्यो भाइहरूलाई पनि थ्याङ्क यू दिन चाहन्छु र अरू भाइहरू सबै भाइहरूलाई पनि म थ्याङ्क यू दिन चाहन्छु। र म सिनियर र दाइ हो, भाउजू हो, ल म ढोग्न चाहन्छु भन्ने मेरो 2 शब्द। धन्यवाद सर। पनि नमस्ते सबैजनालाई। 54,220 वाइ राइफलम्यान पौडेल डेल्टा कम्पनी मा पोस्टेड र डेल्टा कम्पनीको छोटो सर्भिसपछि म सपोर्ट कम्पनीमा पोस्टेड भएँ। र मेरो सबै सर्भिस मैले घातक प्लटमा बिताएँ। त्यसपछि फेरि म पेन्सन आउने बेलामा 17 साल पुरा गरेर पेन्सन आउने बेलामा डेल्टा कम्पनीबाटै पोस्टेड आउट भएर पेन्सन आएँ। पेन्सन आइसकेपछि म दुबई गएँ। दुबई गएर रोयल गार्डमा 3 वर्षको सर्भिस गरेँ। आर्मीभित्रै गरेको थिएँ। त्यसपछि फेरि मलाई युके आउने रहर लाग्यो र म चाहिँ अहिले युकेमा छु। र युके आएर पनि हामी यसरी साथीभाइ भेट हुँदा यसो अकेसनहरू राजनीतिहरू अरू प्रोग्रामहरू सेलिब्रेसन गर्दा एकदम खुसी लाग्छ। र यसरी सधैँ अब आउने वर्षहरूमा पनि भेट हुन पाइयोस्, हाम्रो सङ्ख्या बढ्दै जाओस्। नमस्कार सबैजनालाई। हाम्रो अहिले आउनुभएको मुख्य अतिथि साहबहरू अनि त्यहाँ सबै साहबहरू अनि हाम्रो चाहिँ दिदीबहिनी मेमहरू नानी बाबुहरू सबैलाई एकदम नमस्कार छ। र मेरो नाम चाहिँ युवराज थापा हो। म पनि मेरो नम्बर 54,354 लेटर नम्बर X राइफलम्यान हो र राइफलम्यान युवराज थापा चार्ली कम्पनी 7 प्लाटुनमा म कार्यरत हुने गर्थेँ। र त्यसपछि मैले चाहिँ मेरो युनिटमा 17 वर्ष चाहिँ मैले आफ्नो कलर सर्भिस गरेर म अहिले रिटायर हुन सफल भएँ। र रिटायर भइसकेपछि मैले केही समय मेरो आफ्नो घर परिवार फ्यामिलीलाई चाहिँ मैले
केयर गरेँ र त्यसपछि मैले मेरो पनि मनमा मनसाय आयो कि युके चाहिँ घुम्न जानुपर्छ, भेट्नुपर्छ, कस्तो होला भन्ने एउटा चाहिँ मैले सोचेको थिएँ। अहिले आएर सबैजना यहाँ चाहिँ हाम्रो 650को फ्यामिली स्टाफहरू अनि म्याडम नानी बाबुहरूलाई भेट्दा धेरै खुसी लाग्यो। थ्याङ्क यू सो मच। धन्यवाद। नमस्कार, मेरो नाम केशबहादुर पुन, मेरो नम्बर 3477 राइफल केशबहादुर पुन। म 650 डेल्टा कम्पनी। डेल्टा कम्पनीको 11 प्लाट। हजुर। अनि म आएको युकेमा इन भएको 2012मा आएको। त्यहाँ जागिर गर्ने सबै साथहरू बहिनी दिदी दाजुभाइहरू सबलाई भेटेर खुसी लाग्यो। धन्यवाद। धन्यवाद। नमस्कार, म चौन एकाउन्ट 576 एम बहादुर गुरुङ। यहाँ युकेमा चाहिँ मेरो नाम चाहिँ इन्द्रराज पुन। अनि 1989मा चाहिँ इन्डियन आर्मीमा 1994मा आएको अलिक थोरै साल नोकरी गरेको भन्नु पऱ्यो होइन। म ब्रेभो कम्पनी 5 प्लाटनको थिएँ, त्यहाँबाट चाहिँ नि रिटायरमेन्ट भएर अहिले युकेमा रिटायर भएर ब्रेभो कम्पनी 5 प्लाटन सबैले चिनेका छन्। त्यसो भएदेखि म अनिल गुरुङ। सबै म चाहिँ यहाँ नाम युकेमा आएर भन्नुहोस्। मैले त्यो जेसी नम्बर तपाईँ बिर्सेर अहिले हेरेर भने सिक्छ। जेसी 618657 हो। म चाहिँ चार्ली कम्पनीबाट रिटायर भएँ अनि यहाँ युकेमा आएर पनि यहाँ चाहिँ सम्मिलित हुन पाउँदाखेरि एकदमै कस्तो गर्व लाग्यो, एकदम खुसी लाग्यो। मैले सबै चिज बिर्सिसकेको यहाँ आएर फेरि झस्याङ्ग भयो। मेन भन्नाले हामीले यसरी जमघट हुनु बहुत जरुरी रहेछ भन्ने लाग्छ, त्यही भएर यहाँबाट सुरुवात गर्छु। थ्याङ्क यू। हजुर, धन्यवाद सर। नमस्ते, मेरो नाम चाहिँ दिपक बुढाथोकी। म चाहिँ सर्ट एन्ड स्विट 54,715 राइफलगन दिपक बुढाथोकी। जन्मस्थल बागलुङ अनि प्राइस चाहिँ अब उसमा बुटोलमा भयो। अनि यहाँ चाहिँ 2019मा आएको। दिदीहरू साथहरू सबैलाई भेट्दाखेरि धेरै खुसी लागेको छ। अनि 4 फेब्रुअरी हाम्रो पल्टनको राइजिङ डेमा चाहिँ पाउन अवसर पाएर सबैलाई भेट्न धेरै खुसी र सबैलाई शुभकामना दिन चाहन्छु। धन्यवाद। नमस्ते, म सुपरभाइजरको 54 नायकहरूको जन्म र सम्पूर्ण यहाँ भएको र म पल्टनमा मैले 17 वर्ष नोकरी गरेँ। म एमपी प्रब्लममा थियो। म पेन्सन निस्केर पेन्सन निस्केर म 3 वर्ष म नेपाल बसेँ। त्यसमा म युके आएको अहिले 17 वर्ष भयो। र अहिले म यहाँ आएर लिएर बसेको छु। सम्पूर्ण यहाँ हाम्रो भएको दिदीबहिनीहरू साहबहरू सबै यहाँ आइकन भएकोमा एकदम अहिले नै खुसी छु। त्यही किसिमले अर्को वर्ष पनि चाहिँ पाओस् भनेर म यहाँ दुई शब्द भन्न चाहन्छु। थ्याङ्क यू। हजुर, धन्यवाद सर। नमस्ते, मेरो नम्बर 54,750 मैले युकेको नम्बर राखेको 650 डेल्टा कम्पनी। अनि पहिला त मेरो 10 लाख थियो तर पछि म कम्पनीहरूबाट काम गरेँ मैले। अनि त्यतैबाट पेन्सन आएँ। 650मा मैले 17 साल काम गरेर म पल्टन आसाममा भन्ने बेलामा पेन्सन आएँ र पेन्सन आएको 6 महिनापछि म युकेमा आएँ 2019मा। अनि हामीले चाहिँ यहाँ आएपछि 2022बाट पल्टनमा डे मनाउनुपर्छ भनेर चाहिँ हामीले सबैले चाहिँ सल्लाह गरेर 2022देखि हामीले मनाउँदै अहिले चाहिँ त्यस्तो गति हो। र अझै पनि हाम्रो कतिपय चाहिँ गुरुजी साथीहरू अझै यसमा सामेल भएको छैन। यो भिडियो मार्फत सबै गुरुजी साथीहरूलाई पनि हामी यसरी नै सबै आएर 650को यो राइजिङ डे पार्टीलाई अझै योभन्दा पनि एकदम चाहिँ भव्यसँग मनाउनुपर्छ भन्ने म सबैलाई चाहिँ विनम्र अनुरोध गर्दछु। र यो भिडियो मार्फत हाम्रो 650को सम्पूर्ण गुरुजी साथी भाइ अनि साहबहरू सबैलाई राम राम नमस्कार। साथै यो 78औं राइजिङ डेको शुभकामना। ल, धन्यवाद। नमस्कार सबैजनालाई। मेरो नम्बर 54,402। म कृष्ण गुरुङ। हाल अहिले युके म बस्दै आएको छु। घर चाहिँ मेरो युफोलाई पर्छ अहिले युकेको ठेगाना चाहिँ। मैले 10 वर्ष जस्तो मैले ब्रेभो कम्पनी 6 प्लाटुनबाट मैले काम गरेँ। केही वर्ष चाहिँ म सिआइएसएफमा पनि एउटा स्थिति अब कारणले गर्दा म चाहिँ अब
युके आएँ 2016मा यो सबै एउटा फ्यामिली सबै एउटा सिचुएसन हेरेर र अहिले यहाँ बस्दै आइरहेको छु। एकदम खुसी लाग्छ हाम्रो एउटा के भन्छ राइजिङ डे एउटा पल्टनलाई एउटा माया दिएर माया देखाएर अब यो ठाउँसम्म हामी आइपुगेका छौँ। कोसिस गरेको छु आफ्नो तर्फबाट अब जति सक्दो हुन्छ होइन एउटा पल्टनलाई अब के भन्छ हातमा हात हालेर एउटा ग्रुप बनाउने प्लस एउटा सङ्गठन राम्रो होस् भन्ने हिसाबको सबैजना त्यही हिसाबले पनि बढ्दैछु अब हेल्प गर्दैछु। सबै कुरा त यहाँ के भन्छ दुर्गा दाइले भनिसक्नुभयो त्यही पनि ल जस राइजिङ डेको सबैजनालाई शुभकामना सबै 65GRको परिवारलाई शुभकामना भन्दै नमस्कार सबैजनालाई नमस्कार र राम राम। मेरो नम्बर 54938 राइफलम्यान लक्ष्मण पुन 65GRको डेल्टा कम्पनी 11 प्लाटुनमा 17 साल नोकरी गरेर अहिले चाहिँ युकेमा आएर बसोबास गरिरहेका छौँ र यहाँ युकेमा आएर पनि 65GRलाई एकत्रित गर्ने सबै एउटा परिवार बनाएर बस्नको लागि बस्दा एकदम खुसी लागेको छ। अरू लामो कुरा नगरिकन यो 65GRको राइजिङ डे हामी हर साल मनाइरहेका छौँ र अहिले यो 78औं जन्मोत्सव पनि राइजिङ डे पनि हामी मनाउँदैछौँ। त्यही जन्मोत्सवको सम्पूर्ण पल्टन देश विदेशमा रहनुभएका सम्पूर्ण साहबहरू गुर्जेहरू र भाइहरू सबैलाई शुभकामना दिन चाहन्छु। धन्यवाद, नमस्कार। कृष्ण गुरु My family is Guru. My dad is Guru and my dad's name is called Songong and my mom's name is called Shamika and my grandma's name is called Guru. And my family is always Guru. हजुर सुबदार मेजर धनबहादुर थापाको जेठी छोरी तपाईँ होइन ल थ्याङ्क यू। ठिक छ नाम मेरो नाम यसिका गुरुङ हो। हजुर कृष्ण गुरुङको श्रीमती हो। ब्लक नम्बर त 570402। ओके हुन्छ थ्याङ्क यू। नमस्ते, म मिना पुन हो, वाइफ अफ कनन पुन, पोखराबाट। थ्याङ्क यू। हजुर थ्याङ्क यू। ल दिदी नमस्ते, म भीमकला थापा। हजुर भीमकला थापा। हजुर सुबदार कम्मरबहादुर सारू होइन सारूको मिसेस। ल थ्याङ्क यू, धन्यवाद। यहाँ हुनुहुन्छ अब साहबलाई जित्दै लिएर फेरि हाम्रो फ्यामिलीमा जोइन गर्ने है। ल हुन्छ। धन्यवाद बाबु। मेरो नाम सारा देवी गुरुङ, घर चाहिँ पर्वत जिल्ला हो अनि पोखरामा औद्योगिक क्षेत्र हुँदै अहिले म बेलायतको लन्डनमा बस्छु। म हलक लक्ष्मण कुमार गुरुङको मिसेस। हजुर अनि मलाई भन्न मनपर्ने आज 65GRको यो राइजिङ डेमा यहाँहरूले निम्ता दिनुभयो। म पनि एउटा 65GRको नाताबाट यहाँ उपस्थित हुन आएँ। यसको लागि यहाँलाई धन्यवाद। साथै 65GRको चाहिँ सधैँ उत्तरोत्तर प्रगति होस् भन्ने शुभकामना। हजुर थ्याङ्क यू दिदी, धेरै धेरै धन्यवाद। निम्ता भन्दा नि अब तपाईँहरू सिनियर हो यहाँको है, साब र तपाईँहरूले अब हेरचाह गर्नु पऱ्यो सबै है। ल थ्याङ्क यू। ल आमा नमस्ते, हजुरको नाम भन्नु। हजुर हजुर ल हुन्छ दिदी थ्याङ्क यू। यसरी उभिने हो। नमस्ते, म बिमला गुरुङ, दुर्गा गुरुङको मिसेस। हजुर दुर्गा गुरुङको मिसेस है, डेल्टा कम्पनीको मिसेस। हुन्छ हजुर ल हजुर ल धन्यवाद सबैजनालाई। हाम्रो यो चाहिँ 65